नमस्कार मित्रहरू, आज फेरि पनि अर्को म एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। हजुरहरूको साथी माझा गरेर कान्छु। हजुरहरूले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नुहोस्, बेल आइकन दबाउनुहोस् कि सबैभन्दा पहिले तपाईको मोबाइलमा मैले अपलोड गरेको भिडियो आइपुगोस्। हजुरहरूलाई आज म एउटा नयाँ भिडियो बनाएर हजुरहरूको सामु प्रस्तुत गर्ने जमर्को गरेको छु। हजुरहरूलाई आज म एउटा यस्तो जग्गा देखाउँदैछु चलेको मूल्यभन्दा अत्यन्तै सस्तो र एकदम रमणीय ठाउँमा चाहिँ हजुरहरूलाई मैले जग्गा लिएर आउँदैछु। हजुरहरूले यो भिडियोलाई एकैछिन प्रतीक्षा गर्नुहोस्। म जग्गा भएको ठाउँतिर जाँदैछु। यो जग्गाको क्षेत्रफल लगभग 3 आना भन्दा माथि नै छ। यो जग्गा साँगुनारायण नगरपालिका वडा नम्बर 4 को ठ्याक्कै यो पारीदेखि नै जुन दृश्य देख्नु भएको छ यो चाहिँ साँखु, इन्द्रेणी लगायतको सहरहरू, काठमाडौँको सहरहरू हो। र हामी यतापट्टि जुन अहिले मैले भिडियो बनाइराखेको छु, भिडियो बनाइरहेको ठाउँ चाहिँ साँगुनारायण नगरपालिका वडा नम्बर 4 मा पर्छ। यो जग्गाको क्षेत्रफल 3 आना हो। यसको मोहडा दक्षिण मोहडा हो। यसरी मैले यो जग्गालाई यसरी म देखाउँछु। यो चाहिँ बाटो अहिले ठ्याक्कै 13 फिटको लगभग बाटो। यो बाटो भन्दा यतापट्टि देखिने जग्गा चाहिँ जग्गा हामीले बिक्रीमा राखेको जग्गा हो। यो जग्गाको क्षेत्रफल 3 आना अघि नै पनि मैले हजुरहरूलाई भनिसकेँ। यसको मोहडा लगभग 30 दक्षिण मोहडा 30 हाराहारीमा होला। यो यसको मोहडा एकदमै राम्रो छ। तत्कालै घर बनाएर बसिहाल्न मिल्ने जग्गा हो यो। यतापट्टितिर धमाधम घरहरू बनिरहेको छ, बन्न थालिसकेको छ। यस्तो छ मित्रहरू। र यतापट्टि यसरी ठुल्ठुलो बिल्डिङहरू पनि बनिसकेको छ। यहाँ अलिकति टनेल बनेको छ। यस्तो छ मित्रहरू। यो जग्गा चाहिँ यो खेत जग्गा हो, मैदान जग्गा। अब तपाईको सिमाना यतापट्टि यहाँनिर र यसरी म तपाईहरुलाई चाहिँ लेफ्ट टर्न गरेर चाहिँ म तपाईलाई चाहिँ भिडियो देखाउँदैछु। यहाँबाट हामी हाम्रो जग्गाबाट लेफ्ट मोड हुने है मित्रहरू। जग्गाको सिमाना यहाँसम्म। अब यहाँबाट चाहिँ हामी लेफ्ट टर्न भएर चाहिँ यसरी जान्छौँ। हाम्रो साथीहरू पनि हुनुहुन्छ यसरी यहाँबाट चाहिँ तपाईको यहाँनिर अर्को चोसोको यो सिमाना भयो। यसरी चाहिँ हामी जान्छौँ। यस्तो छ मित्रहरू। यस्तो छ मित्रहरू। यो दापट्टिको आलुबारी छेउदेखि उता जाने हाम्रो मूलपानी चौर, मूलपानी पिपलबोट, बौद्ध, चाबैल हुँदै उता सहरको ठुल्ठुलो सहरपट्टि जानको लागि एक्सिसहरू। यो पारीको तपाईँको साँखु बजार, यतापट्टि तपाईँको इन्द्रेणी बजार। यस्तो छ। यो मास्तिरपट्टि हाम्रो उत्तरपट्टि चाहिँ साँगुनारायण मन्दिर लगायतको यतापट्टि तपाईँको शालिनदी नदी अलिकति यो टहरले छेल्यो। यस्तो छ मित्रहरू। तुरुन्तै हजुरहरूलाई राम्रो जग्गाको आवश्यक भएको हो भने तुरुन्तै सम्पर्क गर्नुहोस् डिस्प्लेमा दिएको नम्बरमा। र यो जग्गाको मूल्य चाहिँ हामीले यतातिरको चलन चल्ती भन्दा एकदम सस्तो मूल्यमा लिएर आएको छौँ। यो जग्गाको मूल्य भन्नुहुन्छ भने एकदम सस्तो जम्मा 55 लाख, जम्मा 55 लाखमा आउँछ है मित्रहरू। यसो भन्दै आज म भिडियोबाट बिदा हुन्छु। हस्त नमस्ते, धन्यवाद, शुभ दिन, शुभ